स्वर्णिम वाग्लेको यो पुरानो भिडियो हेरौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको संख्या र सामर्थ्य पुगेको दिन हामी प्रदेश सभा खारेज गर्नेवाला छौँ। अनि स्वर्णिम वाग्लेको यो नयाँ भिडियो पनि हेरौँ। प्रदेश खारेज भनेको छैन हैन। धेरैले फेरि प्रदेश सभा खारेज र प्रदेश खारेजलाई सिनोनिमसली हेर्दा रहेछ। त्यो ठुलो फरक छ। प्रदेश रहन्छ राष्ट्रसभाको त्यति बेलाकै भिजनमा पनि 7वटा प्रदेश रहन्छ। यो पहिचानको लागि महत्त्वपूर्ण छ। फेरि द्वन्द्व निम्त्याउने चक्रमा हामी जानुहुन्न भन्ने सुझबुझ त्यति बेला पनि रहेछ। तर प्रदेश सभा यो 550 जनाको यो भारी चाहिँ कि एकदम फुल फ्लेज्ड काम देखाउन सक्ने भइदियो अर्को कुरो। यो अधकल्चो खालको संघीयतामा यो साँच्चीकै चाहिँ यो बोक्न सक्दैनौँ हामी। रासोपाको संघीयता सम्बन्धीको धारणा के हो? रासोपाले प्रदेश सभा के गर्छ? स्वर्णिम वाग्लेको कुरा फेरियो। हिजो प्रदेश खारेज गर्नुपर्छ भनेको मान्छे अहिले प्रदेश चाहिन्छ भन्दैछ। अरू नेताहरू जस्तै दुई जिब्रे हुन थाल्यो। यस्ता कुराहरू अहिले सामाजिक सञ्जालमा खुबै धेरै भाइरल भएका छन्। यो स्वर्णिम वाग्लेको अगाडिको भिडियो र अहिलेको भिडियो दुईवटा भिडियोहरू हेरेर हामी के भन्न सक्छौँ भने स्वर्णिम वाग्लेले त्यति बेला पनि भन्नुभएको थियो प्रदेश होइन प्रदेश सभा खारेज गर्ने भनेर, र अहिलेको भिडियोमा पनि उहाँले क्लियरली भन्नुभएको छ प्रदेश होइन प्रदेश सभा खारेज गर्ने। यहाँ प्रदेश खारेज गर्नु र प्रदेश सभा खारेज गर्ने भन्ने कुरा बिल्कुल फरक विषय हो। यसको मतलब रासोपा कम्प्लिटली प्रदेशै खारेज गर्नुपर्छ भन्ने पक्षमा नभएर यो अहिलेको जुन ठुलो जम्बो प्रदेश सभा छ 550 सदस्यीय, यसलाई चाहिँ खारेज गरेर एउटा चुस्त प्रकारको संघीयताको मोडलमा जान सकिन्छ भन्ने रासोपाको धारणा रहेको छ। यो मोडल कस्तो हुन्छ त भन्ने विषयमा स्वर्णिम वाग्लेकै भाषामा उहाँकै भनाइलाई आधार मानेर हेर्ने हो भने यो प्रदेश सभा पूर्ण रूपमा खारेज हुनेछ र एउटा सानो आकारको मन्त्रीमण्डल रहनेछ त्यहाँ जहाँ चाहिँ मुख्यमन्त्री चाहिँ डाइरेक्टली इलेक्टेड हुने व्यवस्था गरिनेछ। 753 स्थानीय तहहरूका करिब 35,000 जनप्रतिनिधिहरू मध्येबाट एउटा छुट्टै निर्वाचन मण्डल तय गरिनेछ र यो निर्वाचन मण्डलले चाहिँ अस्थायी विधायकको रूपमा काम गर्नेछ। यो अस्थायी विधायकहरूको चाहिँ 2वटा बैठक बस्नेछ र यसले चाहिँ विधेयक अधिवेशन र बजेट अधिवेशन गर्नेछ। प्रदेशमा एउटा सानो मन्त्रीमण्डल हुनेछ। मुख्यमन्त्रीको नेतृत्वमा 5 सदस्य, बढीमा 5 सदस्य हुने गरेको विज्ञहरूको एउटा मन्त्रीमण्डल हुनेछ र प्रदेशको प्रमुख काम चाहिँ स्थानीय तह र सङ्घीय सरकार बीच चाहिँ समन्वयकारी भूमिका चाहिँ प्रदेशको रहने गरेको चाहिँ एउटा सानो खालको र चुस्त खालको सङ्घीयताको मोडल रासोपाले परिकल्पना गरेको छ। धन्यवाद।